Okay, konnichiwa minasan. This is welcome to our new video and यो भिडियोमा चाहिँ हामीले सिभी कसरी बनाउने भनेर कम्प्लिटली कुरा गर्नेछौँ। अब पार्ट टाइम जबको कुराहरू धेरै सकिसकेपछि मैले सोचिरहेको छु कि अब फुल टाइम जब अथवा पार्ट टाइम जब अप्लाई गरे पनि कसरी फुल्ली सिभी पठाएर गर्ने भनेर। सो यो भिडियोमा धेरै गफ नगरिकन म सिभी कसरी भर्ने भनेर डिटेल्समा नेपालीमा एक्सप्लेन गर्छु, तपाईँहरू सुन्नु होला। मसँग चाहिँ यो युनिभर्सिटी सकिसकेपछि भर्ने खाली सिभी छ है। तपाईँसँग अर्को कुनै स्कुलको अथवा सेन्मनको सिभी छ भने त्यसमा ट्राई गर्नु होला। म चाहिँ यसमा ट्राई गर्छु। त्यस्तो खासै केही डिफ्रेन्ट छैन, सिमिलर नै हो। सो प्लिज चेक योर सिभी एन्ड फेल विथ मी है त। मलाई चाहिँ यस्तो यस्तो भनेर भन्दाखेरि पनि मलाई पर्सनल्ली सिकाउनै मन छ कि फुल्ली। सो सिकाउनै मन भएको भएर सँगै गरौँ है भनेर सँगै गरौँ। ओके, लेट्स गो फ्रम हियर। फर्स्ट अफ अल त म सबै सिकाउँछु कसरी भर्ने के गर्ने भनेर है त। सुरुमा चाहिँ आजको डेट राख्नुपर्छ ल। 26/4 को महिना कति हो आज भन्दा आज कति हो, आज 26। ओके, 26 अप्रिल। अनि यहाँनिर चाहिँ काताकानामा नाम है त। काताकानामा नामको लागि मेरो म आफ्नै नाम राख्छु, तपाईँले आफ्नो नाम राख्नु है त। अनि यहाँ राखिसकेपछि अब यहाँ चाहिँ इङ्ग्लिसमा नाम क्यापिटलमै राख्दा पनि हुन्छ है त, सब अल्फाबेटहरू। ओके, लेट मी चेन्ज फन्ट गैरेजी। अनि त्यसपछि यहाँ चाहिँ तपाईँको बर्थडे। So please write your birthday according to your birthday and passport and a Gyro card, okay? So mine is 9/13. 6/26. Let's assume 21. Okay. And here please put your postal code. Postal code to 6 digit 7 digit वाला लाइक के हो तपाईँको 606बाट सुरु भएर 600बाट सुरु भएर त्यो ड्यास 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 वाला। अनि त्यसपछि तपाईँको फुल एड्रेस खानजीमा है त, खानजीमा ADDRESS। अनि यहाँ चाहिँ तपाईँको एड्रेसको त 500 भन्दा अगाडिको लाइक अब 35 हानिसकेपछि 35/1 त्यसपछि तपाईँको बिल्डिङको नाम हानेर अनि आउँछ नि योभन्दा अगाडिको एड्रेस काताकानामा एकचोटि गुगलमा गएर सी गरेर अनि यो काताकानामा है त। यस्तो गरिसकेपछि आउँछ। अनि म सिकाउनको लागि चाहिँ के गर्न सकिन्छ त भन्दा त्यसको लागि खानजी टु काना भनेर छ होइन। त्यसमा गइसकेपछि यहाँ गइसकेपछि यो हान्नु होइन। अनि यो हानेपछि यसले तपाईँको ट्रान्सलेट गरिदिन्छ क्या हिरागाना काताकानामा गएर। अनि यो चाहिँ तपाईँले पेस्ट गर्ने है त त्यहाँनिर।
म देखाएको थिएँ नि त्यहाँनिर यो पेस्ट गर्नु। यो चाहिँ तपाईँको बान्छेभन्दा अगाडिको है त। आई होप बुझ्नुभयो होला। अनि यो सकिसकेपछि हामीले चाहिँ खाइसेमै अप्लाई गर्नेछ। मसँग लाइक देखाउँ अहिले लाइक त्यो कति भन्दा रिसर्चबाट चाहिँ के यो चाहिँ 315वटा जति 272वटा चाहिँ खाइसकेको ऊ छ मसँग नाम र कसरी अप्लाई गर्ने भनेर। यो पनि सबै सकेपछि सिकाउने छु। प्लिज गो थ्रु है त। अनि त्यसपछि यो अनि टेलिफोन नम्बर, आफ्नो टेलिफोन नम्बर राख्नु होला। है त। अनि यहाँ भन्दा पनि यता राख्नु होला है त। मोबाइल फोनमा टेलिफोन नम्बर भनेको चाहिँ ल्यान्डलाइन नम्बर भएको भएर सकेसम्म स्किप गरिदिनु होला यसलाई। अनि सँगै अप्लाई गर्नुपर्छ। सो प्लिज बी विथ मी एन्ड प्लिज राइट योर नेम एकोर्डिङली है त। 2 3 4 5 6 7 8 ल। अब चाहिँ यहाँ मेरो इमेल हाल्छु है त। यो चाहिँ मेरो इमेल। अनि फोटोको लागि मैले यहाँबाट एउटा च्याट जिपिटीलाई भनेर फोटो बनाउनु भनेको छु। सो तपाईँले 4x3 को फोटो होइन आफै राख्नु होला। नजान्ने पार चाहिँ एकचोटि सोध्नु होला है त मलाई। यहाँबाट पिक्चर्समा गएर पिक्चर्स फ्रम फाइलमा गएर होइन, त्यसपछि डेस्कटपमा फोटो इन्सर्ट गर्नु होइन। अनि यसलाई एकचोटि हटाइदिउँ है त। अनि लास्टबाट एकचोटि चाहिँ फोटो मिलाउन अलिकति गाह्रो नै हुन्छ। सो प्लिज बी विथ मी। इन्सर्ट यो चाहिँ मैले च्याट जिपिटीलाई भनेर मेरो फोटोलाई यस्तो एनिमीमा बनाएको, तपाईँले चाहिँ यस्तो एनिमीमा नबनाउनु होला है त प्लिज। फोटो मिलाउन चाहिँ अलिकति गाह्रो हुन्छ। सो प्लिज 4x3 को फोटो टक्क मिल्ने गरेर खिच्नु होला। अनि त्यसपछि यसलाई सेभ फर्मेटमा गएर त्यो लाइन हटाउनको लागि के त्यो फोटो भयो नि त। अब त्यति भइसकेपछि फिललाई सेभ फिललाई नो फिल गरिसकेपछि किन वाइ सेभ फिल नो आउटलाइन गरिसकेपछि त देखाउँदैन। एयर फोटो इज रेडी है त। यति गरिसकेपछि एन्ड प्लिज म्यानेज योर फोटो एकोर्डिङली यति गरेपछि हुन्छ है त। एन्ड यहाँ सकिसकेपछि अब तपाईँको यहाँनिर चाहिँ तपाईँको गएकोको नेम हाई स्कुल। मोस्ट अफ द केसमा यो के हुन्छ भन्दाखेरि तपाईँ कहिले ग्रेजुएट हुनुभएको थियो भनेर हुन्छ। लाइक अब 2014मा तपाईँ हाई स्कुल ग्रेजुएट हुनुभयो भने 12को हाई स्कुल भनेको। अनि त्यसपछि कुन महिनामा 8औँ महिनामा होइन। लाइक अब नेपालको हिसाबले 8औँ महिना हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि यहाँ चाहिँ तपाईँको हाई स्कुलको नाम एबिसी ISCHOL नातिकिन। तर तपाईँ इन्ट्रान्स भएको पनि लेख्दा हुन्छ। तर इन्ट्रान्स भएको लेख्दाखेरि चाहिँ टाइम लाग्न सक्छ नि त। सो प्लिज डोन्ट भन्नाले धेरै ग्याप हुनसक्छ। सो प्लिज नराख्दा पनि हुन्छ त्यो कुराहरू। सो प्लिज ग्रेजुएट भएको हाई स्कुलको नाम लेख्नु। अनि त्यसपछि सोचुकी यो खान्जी सोचुकी सीमा सीता भनेर म चाहिँ कम्प्लिट गरेँ होला खान्जी है त।
अनि त्यसपछि तपाईँको तपाईँ ऊ हो भने चाहिँ ल म तपाईँलाई उनै भन्छु। तपाईँ सेनमन गाकुसै हो भने चाहिँ यो गर्नु। तपाईँ सेनमन गाकुसै हो भने चाहिँ के गर्नु भन्दा यो इन्ट्रा ऊ पनि लेख्नु। कमेन्सी तपाईँ सेनमन गाकुसै हो भने चाहिँ हाई स्कुलको पनि लेख्नु। अनि त्यसपछि ग्रेजुएट हुनुहुन्छ नि तपाईँ 16मा +2 सकिन्छ नि त। +2 सकिएपछि चाहिँ 9 महिनामा सकिन्छ है त। ल इक्जाम्पलको लागि 9 महिना राखेको है आफ्नो त्यो सर्टिफिकेटमा हेरेर एबिसी हाई स्कुलको सोचुके भएँ भनेर सरी सोचुकेको लागि चाहिँ यो मैले कम्प्लिट गरेँ भनेको है त। यो चाहिँ कम्प्लिट गरेँ भनेको। अनि त्यसपछि तपाईँको ब्याचलर कम्प्लिट छ भने चाहिँ ब्याचलर राख्नु होइन, होइन छैन भने चाहिँ राख्नु पर्दैन है त। सो यो डेट सायद 7 हुन्छ। अनि त्यसपछि 2016को 9औँ महिनामा तपाईँले ब्याचलर राख्नुहुन्छ है त। एबिसी तपाईँको ब्याचलरको नाम नेम है त। अनि त्यसपछि तपाईँ त्यसमा एडमिसन भएको डेट अनि तपाईँ 20मा ग्रेजुएट भयो होला है त होइन। तपाईँको वर्ष अनुसारै यो चाहिँ एउटा इक्जाम्पलको वर्ष हो। अनि 7मा ग्रेजुएट हुने भयो भने चाहिँ एबिसी ग्रेजुएट भएको ब्याचलर ग्रेजुएट भएको तपाईँको। अनि त्यसपछि तपाईँ बल्ल 21मा आउनुहुन्छ नि त निहोङ्गोको लागि। निहोङ्गो गएकोको लागि आउनुहुन्छ भने चाहिँ 21को अप्रिललाई जुम गरौँ है त। 4मा आउनुहुन्छ। 4मा आइसकेपछि निहोङ्गो गएको नेम गएको नेम अर कुनै डाइरेक्टली युनिभर्सिटीमा आउने चलन पनि हुन्छ। त्यस्तो छ भने चाहिँ ब्याचलर सकेपछि मास्टर्स छ भने मास्टर्स पनि लेख्नु है त यसमा। यस्तै गरेर एउटा ग्याप माथि छोडेर होइन भने चाहिँ इट्स ओके। होइन भने चाहिँ +2 एडमिसन अनि त्यसको अनि निहोङ्गो गएकोको नेम गर्नु। गरिसकेपछि एडमिसन होइन। अनि तपाईँ 2 वर्ष पढेर मैले चाहिँ के भन्छु भन्दाखेरि 2 वर्ष पढ्नु भयो होला भनेर एजुम गर्छु है त। त्यसमा 23को 3मा तपाईँको निहोङ्गो गएको सकिन्छ होइन गएको नेम। अनि त्यसपछि तपाईँको ढिला पो भयो कि क्या हो। अब मैले चाहिँ एजम्सन के गरेको भन्दाखेरि तपाईँ 27 र 28मा ग्रेजुएट हुनुहुन्छ र त्यसको लागि गरेको। तर डेट चाहिँ अलिकति मिलेन। ल 27मा ग्रेजुएट हुने हिसाबले गरौँ है त। 27को सेनमन गएको भन्नु होला मानौँ। 2025मा 25को 4मा सेनमन गएको है त। अनि ल 27 28मा 26मा जोइन भएको भए 26, 27 28मा गएको भए 27 28 है त। 27मा ग्रेजुएट हुनुहुन्छ तपाईँ 3 महिनामा। त्यसपछि सेनमन गएको नाम लेखेर अनि अब तपाईँ ग्रेजुएट हुनुभएको छैन नि त। त्यसको लागि चाहिँ एक्सपेक्टेड टु ग्रेजुएट है त। अनि त्यसपछि सेनमन यहाँ निहोङ्गो गएको पछि लेखिसकेपछि सेनमन गएकोको नाम लेखिसकेपछि तपाईँले यहाँ के पढ्दै हुनुहुन्छ। आइटी इन्फर्मेसन, आइटी बिजनेस के भन्छ नि त आइसिटी अथवा आइटी टुरिज्म। सो प्लिज राइट योर सब्जेक्ट फ्याकल्टी नेम एज वेल है त। अनि त्यसपछि मात्र तल चाहिँ एक्सपेक्टेड टु ग्रेजुएट भनेर एउटा यो खाँजे हुन्छ। सो प्लिज पुट। अनि तपाईँ अलरेडी ग्रेजुएट हो भने चाहिँ फेरि हो है त। यो चाहिँ एक्सपेक्टेड टु ग्रेजुएट होइन। तपाईँ 27मा हुनुहुन्छ भने अथवा होइन तपाईँ 25-26मै ग्रेजुएट हुनुभयो भने चाहिँ यो खान्जो राख्नु है त। ल यति गरिसकेपछि तपाईँको गएको सकियो। अब तलतिर के छ त भन्दा अर्को कलममा
तपाईको वर्क एक्सपिरियन्स नेपालमा छँदाखेरि लाइक अब मैले चाहिँ काम गरेको थिएँ भने कहिलेदेखि काम गरेको थिएँ त एक्ज्याक्ट डेट 3 महिनादेखि 2018 को 3 महिनादेखि एबिसी कम्पनीमा काम गरेको थिएँ। कम्पनीमा ल एबिसी ब्याङ्क भन्दौँ न त सब धेरैले नभए एउटा एकाउन्टेन्ट पार्ट टाइमर टिचर जे भए पनि तपाईँको नाम है त त्यो स्कुलको नाम टिचर भयो स्कुलको नाम स्कुल नेम गएको ने एकै स्कुल नेम अनि त्यसपछि ब्याङ्क नेम अनि अरू के भन्छ कम्पनी नेम ल अनि एज अ एज अब कम्पनीमा आइटी अफिसर एकाउन्टेन्ट त्यसपछि ब्याङ्कमा फाइनेन्स हुन्छ क्यासियर हुन्छ के हुन्छ त्यो आफ्नो एकर्डिङली राख्नु होला है त। अनि त्यसपछि यहाँ पनि एकदम यो कहिले सुरु गरेको अनि कहिले छोडेको एक्ज्याक्टली है त लेखेर फेरि सेम माथिकै यो राखेर अथवा तपाईँको प्रमोसन भएर तपाईँ अर्कै काम गर्दै हुनुहुन्छ सुरुमा सुरु गर्दा एउटा र प्रमोसन भइसकेपछि अर्को गर्दै गर्नुहुन्छ भने पनि त्यो आफ्नो एकर्डिङली राखेर गर्नु होला है त। अनि त्यसपछि यहाँ चाहिँ छोडेको काम त छोडेरै जापान आइएको हुन्छ नि त स्कुल पढ्न आए पनि ग्रेजुएट हुन आए पनि जे गर्न आए पनि तपाईँको 2टा 3टा छ भने चाहिँ डेट हेरेर जे होस् ग्याप नदेखिने हिसाबले तपाईँको गएको छ। मैले एउटा कुरा चाहिँ के सजेसन गर्न चाहन्छु भन्दाखेरि गएको पढिरहेको मान्छे अथवा काम गरेको मान्छे जापान आएको थियो भन्ने चाहिँ बनाउनु होला किनभने अब जापानिजहरूले के सोच्छन् भन्दाखेरि त यो पढ्न पनि छोडेको काम पनि गर्न नसकेको कस्तो मान्छे रहेछ राम्रो छ कि छैन भनेर सोच्छ नि त। सो प्लिज कि त रेगुलर पढिरहेको बनाउनु कि त होइन भने कतै इङ्गेज भएको बनाउनु। अब तपाईँलाई सर्टिफिकेट चाहिँ खोज्दैन गएको चाहिँ खोज्न सक्छ तर कामको चाहिँ खोज्दैन। सो प्लिज काम चाहिँ केही रिलेभेन्ट काम गरेको भनेर बनाउनु है त। अनि अब यहाँनिर चाहिँ तपाईँको तल्लोमा यसमा चाहिँ तपाईँको के छ भन्दाखेरि के छ त भन्दा तपाईँको ट्यालेन्टको हिसाबले सर्टिफिकेट भएको कुराहरू लाइक तपाईँको अब वर्ड एक्सेल पावर पोइन्टमा कोही इक्जाम दिनुभयो सर्टिफिकेट छ भने त्यो राख्न सक्नुहुन्छ। यदि छैन भने आइएल्स निहोङ्गो जिएलपिटी जेएफटी इक्जामहरू हुन्छ नि हो त्यस्तो लाइक अब ल मैले मानौँ 2025 को 12 महिनामा के को दिएको थिएँ जिएलपिटी N3 N2 भनौँ न N2 अथवा N3 N4 जति छ त्यति राख्नु ल। अनि मेरो आएको थियो 112 भनेपछि यस्तै राखेँ। अनि त्यसपछि आइएल्स छ मेरो भने 2000 आइएल्स त 2 वर्षको हुन्छ के अरे ल 24 को 8औं महिनामा 9औं महिनामा मैले आइएल्स दिएको थिएँ अनि आइएल्स 6.5 होइन। अनि अथवा 2025 मा मैले पिटी दिएको थिएँ भने त्यो पिटी लेखेर त्यो लेख्नु। अनि ट्वेक छ भने पनि ट्वेक लेख्नु है त। ट्वेक छ भने ट्वेक लेख्नु। जेएफटी छ भने 2025 को 9 महिनामा मैले जेएफटी दिएको थिएँ। जेएफटी पनि जापानिज ल्याङ्ग्वेज टेस्टको छुट्टै छुट्टै हो स्कोयर आउँछ यसमा चाहिँ। सो तपाईँले डेट बुक गरेर जेएलपिटी दिन टाइम लाग्ने भएको भएर बेला बेलामा जेएफटी दिन चाहनुहुन्छ भने पनि दिन सक्नुहुन्छ है त। यो भयो। अनि त्यसपछि यसमा चाहिँ तपाईँको अब तल्लोमा चाहिँ अब यहाँ चाहिँ मेन कुरा झुक्किने गर्ने कुराहरू हुन्छ क्या। सो प्लिज यसमा चाहिँ तपाईँको रिसर्चको बेला अथवा तपाईँले गरेको केही ट्यालेन्टको कुरा छ भने चाहिँ त्यो लेख्नु। लाइक अब यसको लागि चाहिँ अब सिधै निहोङ्गो थाहा हुँदैन कति धेरैलाई। सो च्याट जिपिटीलाई भन्ने नि त च्याट जिपिटीलाई के भन्ने त भन्दा हेर च्याट जिपिटी खोल्नु सबले आफ्नो फेभरेट है त। मलाई चाहिँ यही युज गर्न
मनपर्छ सो च्याट जिपिटी युज गर्छु। अनि यसको बारेमा चाहिँ एक्सप्लेन गर्ने, के एक्सप्लेन गर्ने त भन्दाखेरि मैले यस्तो यस्तो गरेको थिएँ ल, म आफ्नै नेपालीमै भन्ने, अब इङ्ग्लिसमा भन्न सक्नुहुन्छ भनेर इङ्ग्लिसमा भन्नु है। लाइक मैले यस्तो यस्तो गरेको थिएँ, अब यसलाई मलाई निहोङ्गोमा मेरो एन एन 4 अथवा एन 3 एन 2 निहोङ्गो लेभलमा मेरो यो काम राखिदियो भनेर भन्ने। लाइक अब मैले अघि गरेको थिएँ, त्यसमा चाहिँ मेरो मास्टर्स गर्दाखेरि मेरो एउटा प्रोजेक्ट छ के, अनि त्यसको लागि मैले गरेको, उसले चाहिँ मलाई यस्तो दिएको थियो, त्यहाँ भन्ने राम्रोसँग भन्ने है त। उसले भनिसकेपछि तपाईँको बारेमा निहोङ्गोमा कन्भर्ट गरेर दिन्छ, अनि त्यो कन्भर्ट गरेको कुरालाई चाहिँ तपाईँले यहाँ राख्नु यसमा। अनि प्लिज यो सकिसकेपछि एकचोटि आफ्नो स्कुलमा चाहिँ म भन्छु कहाँ के राख्ने भनेर राम्रोसँग। अनि त्यसपछि चाहिँ ल यसो गरौँ न त, यो के हो भनेर सोधौँ पहिला, यो भनेको के हो। फर्स्टको कलममा छ नि त, के गरिसकेपछि फर्स्टको कलममा भएको है त, तपाईँले देख्न सक्नुहुन्छ। यो फर्स्टको कपी गरेर ट्रान्सलेट इन इङ्ग्लिस गर्दाखेरि के दिन्छ भन्दाखेरि, यो भनेको के रहेछ त, रिसर्च टपिक अथवा स्ट्रङ सब्जेक्टहरू तपाईँको के छ त, तपाईँ केमा हुनुहुन्छ भन्दाखेरि लाइक अब तपाईँको के हुनसक्छ भन्दा, यो छैन भने तपाईँकोले स्किप गरिदिनुहुन्छ। कतिपट्टि सेनमङ्गाकोमा हुन्छ कि हुँदैन आई डोन्ट नो, बट छ भने चाहिँ राख्नु, छैन भने चाहिँ यो स्किप गर्दा पनि हुन्छ है त। मेरो चाहिँ छ, सो मैले चाहिँ मेरो चाहिँ राख्छु। सो मेरो चाहिँ के छ भन्दा, एक मिनट है त, तपाईँहरूले आफ्नो स्पिचको यताउता पनि भन्न मिल्छ है त। यो गर्नु सायद यो सेनमनलाई हुँदैन कि क्या हो, यो छैन भने चाहिँ तपाईँले स्किप गर्नु प्लिज। यो कन्सल्ट गर्दाखेरि चाहिँ तपाईँको गएको सेन्सीसँग एकचोटि मैले कसरी भर्ने भनेर सबै एक्सप्लेन गर्छु, घरमा बनाउनु। अनि टिकट सबै बनाइसकेपछि गएकोमा गएर एकचोटि जापानिज सेन्सीसँग चाहिँ कन्सल्ट गर्नु। अनि यो 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 मैले राख्दिनँ त राख्छु, तपाईँको रिसर्च कुनै मास्टर प्रोजेक्टहरू गरेको छ भने चाहिँ त्यसको बारेमा लेख्नु। यो चाहिँ मेरो थियो, सो मैले त्यो गरेको है त। अनि सेकेन्डमा के भनेको छ त भन्दा, यसलाई फेरि ट्रान्सलेट गरौँ है त। तपाईँ यो माथिको चाहिँ सायद सेनमन गएकोले भर्नु पर्दैन जस्तो लाग्यो मलाई है। त्यो पार्टलाई स्किप हानिदिनु तपाईँको सिभीमा, अथवा तपाईँले गएकोले प्रोभाइड गरेको सिभीमा छैन भने त्यो नराख्दा नि हुन्छ। अब मेरो रिसर्च छ, सो मैले रिसर्चको कुरा चाहिँ राखेको मात्र। यसमा चाहिँ तपाईँको स्कुलमा हुँदाखेरिको एक्स्ट्रा एक्टिभिटिज, लाइक अब तपाईँले भोलिन्टियर गर्नुभयो, स्पिच दिनुभयो, सिङ्गिङ डान्सिङदेखि लिएर, त्यो तपाईँको नितान्त आफ्नो एबिलिटीको कुरा हो। तर केही छैन भने पनि सिङ्गिङ स्पिच म यस्तो यस्तो गरेँ भनेर जे होस् सिभीलाई स्ट्रङ बनाउने हिसाबले भोलि बिहान तपाईँले खाइसाले पढ्ने भनेकै यही हो नि त। अनि यसैको बारेमा सोध्छ, सो त्यो चाहिने कुराहरू चाहिँ लेख्नु। लाइक मेरोमा चाहिँ के छ भन्दा, अनि नेपालमा केही गर्नुभएको भने त्यो पनि लेख्नु। मैले चाहिँ नेपालमा गरेको छु, सो नेपालमा गरेको कुराहरू पनि लेखेको छु है त, नेपालमा के काम गर्थेँ भनेर। थोरै किन नहोस् तर केही न केही त हुन्छ नि त। सो मैले चाहिँ के लेखेको भन्दा, आई वर्क एज अ सपोर्टिङ स्टुडेन्ट इन अ प्रोग्रामिङ एन्ड एआई रिलेटेड सब्जेक्ट थ्रु द एन्सरिङ क्वेसन एन्ड स्पिच को कुरा
स्पिच दिएको थिएँ अनि त्यसपछि हाम्रो सब्जेक्टकोमा म लिडर थिएँ, तान्तो थिएँ अनि त्यसपछि मैले हाप्पो पनि गरेको थिएँ। यस्तो यस्तो हाप्यो गर्नुपर्छ नि त सबले, सो त्यो पनि लेख्नु। अनि त्यस्तो त्यस्तो कुराहरू चाहिँ नछुटाउनु है त। ल मेरो चाहिँ यहाँनिर यो छ। सो नामै त हटाइदिउँ है। मैले चाहिँ एनजिओमा काम गरेको थिएँ, सो एनजिओको कुरा। ओके, अनि यहाँ चाहिँ तपाईँको यो ब्लगमा हबिज हो है त। हबिजको लागि चाहिँ के लेख्नु त भन्दा आफ्नो हबिजहरू लेख्नु। लाइक अब तपाईँको हबिज के हो त्यो आफैले फाइन्ड आउट गरेर लेख्नु है त। मेरो हबिज चाहिँ यस्तो यस्तो छ, सो म चाहिँ यो लेख्छु। यो भनेको चाहिँ के हो? स्पेसल स्किल्स कुन थियो? अघिको हबिज थियो, यो चाहिँ स्पेसल स्किल्स छ। मेरो स्पेसल स्किल्समा चाहिँ म यो राख्छु है त। आफ्नो स्पेसल स्किल्सहरू राख्नु होला। लाइक निहोङ्गोमा कम्युनिकेसन गर्न सक्छु, नेपालीमा गर्न सक्छु, अरू तपाईँको भाषाको क्षमताहरू। अनि त्यसपछि म टिमवर्कमा यसरी काम गर्न सक्छु, यसरी लिडरसिप गर्न सक्छु, अनि यसरी की प्लेयर टिमवर्क गर्दाखेरि यसरी की प्लेयर हुन सक्छु, अनि मैले म्यानेज राम्रो गर्छु यताउता, त्यसरी लेख्नु होला। अनि यो चाहिँ जिखो पिआर भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट कुराहरू। यसमा चाहिँ मैले के राखेको छ भन्दा जिखो पिआरमा मेरो स्ट्रेन्थ यसो हो, मेरो यस्तो हो, यो मेरो स्ट्रेन्थले गर्दाखेरि मलाई यो अरू मान्छेभन्दा फरक बनाउँछ भनेर लाइक तपाईँले पढ्न सक्नुहुन्छ मैले के को लेखेको छु भनेर। मेरो रिसर्चको बारेमा लेखेको छु यसको बारेमा। अनि त्यसपछि मैले नेपालमा के गर्थेँ त्यो पनि लेखेको छु। अनि त्यसपछि के छ भन्दा throughout my research in the field of cybersecurity using XML and AI, I developed the ability to apply AI technology to safe and reliable service. During my master program, I work on malware detection and phishing email detection and conducted research on visualizing the reason behind model decision using SAP and GrandCam. यो चाहिँ GrandCam यो चाहिँ मेरो उसको है त। मेरो यो कुरा चाहिँ मेरो रिसर्चको कुरा हो, मैले यसमा राखेको छु। अनि त्यसपछि आई वुड लाइक टु मेक युज माई रिसर्च एन्ड डेभलपमेन्ट एक्सपिरियन्स टु कन्ट्रिब्युट टु क्रिएट अ सर्भिस द्याट प्रोटेक्ट्स युजर्स एन्ड कम्पनीज through this research, I developed the ability to handle complex data, organize problem step by steps, and explain results logically. So when I face challenges, I value the attitude of not giving up easily, investigating the causes, thinking about way to improve, and continuing until the end भनेको छ। अनि this is furthermore भनेर यो चाहिँ मेरो म सुरुदेखि के फेरि पर्छ त माई स्ट्रेन्थ जीको पेयरमा चाहिँ के लेख्ने भन्दाखेरि माई स्ट्रेन्थ आर द patience in working hard towards on the goal and my ability to organize technical content and explain it clearly. During my master program, I worked on research related to threat detection using external AI.
with large-scale cybersecurity data. I focus not only on improving model accuracy but also on explaining why the model made that decision uh, in a way that human can understand. For this purpose, I use a method such as SAP and GradCamp for analysis. Through this research, I developed the ability to handle a complex data, organize problems step by step, and explain results logically. Also, when I face challenges, I value the attitude of not giving up easily, investigating the causes, thinking about ways to improve, and continue until the end. Furthermore, in Nepal, I was involved in IT-related work at uh, NGOs, where I learned how information system can be useful in real working environments through my uh, experience related to service for local resistance and work improvement. I strongly felt that technology should be used to support people and society. Having lived in both in Japan, I am confident in communicating in multiple environments. Going forward, I would like to continue growing as a person who can contribute to society by making use of my knowledge of AI, machine learning, and information system while cooperating with people around me. Like यो चाहिँ सबैको नै एउटै एउटै हुन्छ के यो छ नि. So please see this and please try to make sure कि तपाईँको जियो व्यवहार चाहिँ अलि स्ट्रङ होस् है त. तपाईँलाई बयान गर्ने कुरा हो नि त यो. सो प्लिज बी फोकस अन. तपाईँको बारेमा एकछिन इमेजिन गरेर आफैले तपाईँले च्याट जिपिटीलाई दिनु, नेपालीमै रोमन्जीमा दिनु, अनि त्यसपछि च्याट जिपिटी चाहिँ तपाईँले ट्रान्सलेट गरेर दिन्छ है त. मैले चाहिँ त्यो अघि पढेको इङ्ग्लिस टेक्स्टलाई चाहिँ मैले ट्रान्सलेट गर भनेर भनेको, अनि च्याट जिपिटीले यो दिएको. अनि लास्ट नट द लिस्टमा चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ तपाईँको कारणले कम्पनीलाई, तपाईँले अप्लाई गरेको कम्पनीलाई कसरी फाइदा पुग्छ त भनेको यो चाहिँ कम्पनी अनुसार फरक 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 हुन जान्छ है त. लाइक अब तपाईँले कुन कम्पनीमा अप्लाई गर्नुहुन्छ त्यो अनुसार चाहिँ फरक हुन जान्छ. सो प्लिज लाइक अब कुन खाइसामा कसरी अप्लाई गर्नुहुन्छ त्यो अनुसार हुन्छ. सो मेरोमा चाहिँ के छ भन्दाखेरि त्यो रिसर्चको कुरा भइहाल्यो. त्यसपछि आई वुड लाइक टु मेक युज अफ माई रिसर्च एन्ड डेभलपमेन्ट एक्सपिरियन्स टु कन्ट्रिब्युट टु क्रिएटिङ सर्भिस द्याट प्रोजेक्ट युजर्स एन्ड कम्पनीज एट यर कम्पनी भनेको तपाईँ कम्पनीमा विच भ्यालुज एक्सप्लेनेबल एआई एन्ड साइबर सेक्युरिटी टेक्नोलोजिज. While contributing to learn new technology in the international environment, I will strive to grow as an engineer or researcher and contribute to the development of systems that are usually to society भनेर भनेको छु. म यस्तो 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 कारणले गर्दाखेरि तपाईँको कम्पनीमा चाहिँ फाइदा हुन सक्छ भनेर. अब म चाहिँ एउटा के प्रो टिप्स भन्छु भन्दाखेरि लाइक तपाईँ कस्तो जस्तो अल्छी भए पनि जे भए पनि तपाईँको बारेमा त कम्पनीलाई थाहा हुँदैन नि त. त्यहाँभन्दा पहिला तपाईँको एउटा मार्क्स बोल्छ, एउटा तपाईँको एटेन्डेन्स बोल्छ, अनि त्यसपछि तपाईँको सिभी बोल्छ है. सो प्लिज मेक स्योर त्यस्तो हावातालमा जे पाए त्यही कपी गरेर अरूको चाहिँ सिभी नराख्नु. सकेसम्म चाहिँ अलिकति स्ट्रङ बनाउनु के. लाइक तपाईँलाई कम्पनीले लिनुभन्दा पहिला पनि सो भन्नाले सिभी चाहिँ हेरेर रिजेक्ट गर्नुभन्दा पहिला पनि सोचोस् न, यो मान्छेलाई ल रिजेक्टै गर्नु पऱ्यो पनि सिभी हेरेर सिभी पढेर बोला एकचोटि इन्टरभ्यू लिएर यसको क्षमता हेरौँ न त भनेर सोचोस् के. त्यो हिसाबले सिभी बनाउनु. टाइम लगाउनु 1 दिन 2 दिन एकचोटि सेन्सीसँग नि आफ्नो प्रोफेसरसँग नि कन्सल्ट गर्नु गएकोमा गएर है. तर बनाउँदाखेरि चाहिँ स्ट्रङ वेमा. अब सबै स्कुलको फरक फरक हुन्छ. सो प्लिज मेक द सिभी रिलेटेड है. अनि मान्छेको फरक फरक सोक हुन्छ. अब अनि यो सिभी बनाउनुको मेन कारण भनेको चाहिँ तपाईँहरूले होटेलमा फ्याक्ट्रीमा अप्लाई गर्ने सोच्नु भएको छ भने चाहिँ आइएम सो सरी. जापान आइसक्नु भएको, नेपालबाट केही गर्छु भनेर. सो 2 वर्ष निहङ्गो गएको पढ्नु भएको. जापानमा प्रत्येक कुराको ट्रेनिङ हुन्छ पहिल्यै, अनि त्यसपछि तपाईँलाई खाइसामा राख्छ, काम गर्न राख्छ. त्यति गर्दाखेरि पनि अब फेरि अब पढ्न पनि के गर्नुहुन्छ, आइटी बिजनेस पढ्नुहुन्छ, यस्तो यस्तो कोर्स पढ्नुहुन्छ, जिदोसिया पढ्नुहुन्छ. अनि त्यसपछि जब केमा लाउने त भन्दाखेरि के अरे त्यो फ्याक्ट्री अनि त्यसपछि होटेलमा लाग्नुहुन्छ भने चाहिँ सरी त्यो भिडियो तपाईँको लागि होइन. यो चाहिँ यो सिभी चाहिँ बनाउनुको मेन कारण भनेको चाहिँ तपाईँलाई आइटी खाइसामा लाउनुहोस्, जब लागोस् भन्ने हिसाबले बनाएको है त.
सो मेक स्योर द्याट कि अब तपाईँ चाहनुहुन्छ भने चाहिँ तपाईँले त्यसको लागि नि गर्न सक्नुहुन्छ, तर यति धेरै कम्प्लिकेटेड भन्नाले यति धेरै कम्प्लिकेटेड सिभी चाहिँ बनाउनु पर्दैन त्यसको लागि, एकर्डिङली बनाउनु होला। अब मेन प्रब्लम के छ भन्दाखेरि जापानमा आइयो 2 वर्ष निहुङ्गाको पढ्यो, 2 वर्ष सेनवान पढ्यो, 3 वर्ष सेनवान पढ्यो, अनि त्यसपछि दाइगोको पढ्यो, को हुनुहुन्छ नि त लास्टमा जब लाउँदाखेरि चाहिँ गएकोबाट भयो भने भयो, भएन भने हाकिनबाट। त्यो चाहिँ अलिकति नराम्रो लाग्यो कि, त्यही भएर त्यहाँ धेरै प्रब्लम छ। हुन त हाकिनहरूको काम पनि त्यही हो, उनीहरूले गरिखाने बाटो हो। तर स्टुडेन्ट भइसकेपछि पैसा तिरेर 20 मान, 25 मान, 30 मान, 40 मान त्यो चाहिँ अलिकति नराम्रो नै हो। त्यो भएको भएर मैले चाहिँ यो प्रब्लमलाई स्टुडेन्टबाट नै सल्भ गर्छु भन्ने सोचेको भएर ल स्टेपमा प्रब्लम आउँछ सुरुमा, ठिक छ नि त, सल्भ गरौँला नि त सँगै बसेर। जस्ट कमेन्ट के यो भयो भनेर, जस्ट कमेन्ट। तपाईँको प्रत्येक कुरालाई एड्रेस गर्ने कोसिस गर्नेछु म। आज एउटा खाइसामा अप्लाई गर्नुहुन्थ्यो, तर यो भिडियो धेरै लामो बनिसकेको होला है। सो अब खाइसालाई चाहिँ अर्को भिडियोमा गरौँला भन्दै एकचोटि म तपाईँलाई सर नाम लिस्ट नै देखाइदिन्छु। अब सबै कहाँ कहाँ भनेर पनि एकचोटि सर हेर्नु होला है। अनि धेरै खाइसाले चाहिँ तपाईँ 27 र 28मा ग्रेजुएट हुने खाइसा मात्र हो है यो। अनि 27मा ग्रेजुएट हुने, 28मा ग्रेजुएट हुनेलाई, अनि त्यसपछि अहिले 26मा ग्रेजुएट भएकोलाई पनि लिने खाइसा हो। यहाँ हेर्नु, यहाँ सब डिटेल्समा राखेको 27मा, 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 26मा, 27मा, 28मा छ यो कुरा। अनि यिनीहरूको मेन रिजन यो भिडियो बनाउनुको कारण के भन्दाखेरि यिनीहरूले तपाईँलाई सिकाउँछन् पहिला सुरु लगेर, पहिला तपाईँलाई इन्टर्नसिप पनि दिन्छन्। तपाईँलाई अरूबाहित गर्नुभयो नि, कता कता गर्नुहुन्छ होला। यिनीहरूले तपाईँलाई अहिले तपाईँ सोचेको नहुन्जरी चाहिँ, तपाईँ ग्रेजुएट नहुन्जरी चाहिँ तपाईँलाई इन्टर्नसिप दिन्छन् अरूबाहितको रूपमा। अनि त्यसपछि तपाईँ ग्रेजुएट भइसकेपछि चाहिँ तपाईँलाई फुल टाइम इम्प्लोइ बनाउँछन्। सो प्लिज पे एटेन्सन अन दिस कुरामा। अनि आई होप तपाईँले उ गर्नुहुन्छ। ल एउटालाई देखाइदिउँ त, क्योतोको। म क्योतोमा भएको भएर लाइक ओसाका नजिकको छ नि त, ओसाका नजिकमा गर्ने हो भने स्क्रिन यता आएर हेर्नु है, यहाँ कति धेरै कम्पनीले इन्टर्नसिप दिन्छ, रिमोट बेस इन्टर्नसिप। ल टोकियो गर्नु चाहनुहुन्छ भने पनि टोकियो रिमोट बेस। यो चाहिँ गेम बनाउने कम्पनी रहेछ। अनि त्यसमा के छ भन्दाखेरि डिजाइनर चाहियो, प्रोग्रामर, प्लानर, यस्तो यस्तो मान्छे चाहिएको छ। ओसाका हाउ टु अप्लाई भनेर प्लिज सेन्ड अर सिभी भनेर भनेको छ। यो चाहिँ कम्पनीको फुल एड्रेस हो। अनि फेरि यो खाइसियामा मैले त केही जान्दिनँ भनेर उ गर्ने होइन कि, लाइक अब के गर्ने त भन्दा यो 26को लागि, 26मा ग्रेजुएट हुनेहरूको लागि यो खाइसिया जान्ने भन्दा पनि तपाईँलाई सिकाउँछ। तपाईँ मान्छेको मन हुनु पऱ्यो कि गर्छु भनेर। ल अहिले चाहिँ पसिना काडी दिन पनि सुते छैन, राति पनि सुते छैन, 2.5 लाख 3 लाख कमाएको छ। पछि वर्किङ लाउँदाखेरि चाहिँ 18 मान, 20 मान, 25 मानको किन? ठिकै छ नि त, अहिले ठिकै कमाउनु एउटा, अथवा स्किल्स बनाउनु, अनि एउटा अथवा भाषा बनाउनु, अनि त्यसपछि यस्तो खाइसे अप्लाई गर्नु, इन्टर्नसिप गर्नु। कति कुरा हुन्छ हामीलाई थाहै हुँदैन। हामी चाहिँ केमा कुरा गरेर आउँछ, त्यही हो, बेन्तो जाने हो, त्यसपछि होटेलमा लगाउने हो, फ्याक्ट्रीमा लगाउने हो। किन? तपाईँ नेपालबाट आइसकेपछि अलिकति तपाईँ अरूभन्दा त ट्यालेन्टै भएर आउनुभएको, गएको चाहिँ भएर आइसकेपछि। सो त्यो नेपालबाट आउँदाखेरि एउटा हुन्छ नि जोस जागर, त्यसलाई नसिक्ने हो भने 20 घन्टामा सबै कुरा, एउटा कुरालाई राम्रोसँग बुझ्नलाई 20 घन्टा लाग्छ कि। एक दिनको 45 मिनट मात्र 1 महिनासम्म दिनुभयो भने तपाईँले धेरै कुरा सिकिसक्नुहुन्छ। 45 मिनट हामीले रिल्स हेर्न सक्छौँ, तर केही कुरा सिक्नमा चाहिँ लाउन सक्दैनौँ कि, अल्छी लाग्छ। बोरिङ इज अलवेज बेस्ट के, बोरिङ इज अलवेज बेस्ट। यो कुरा चाहिँ तपाईँलाई यो कुराले भोलि बिहान धेरै अगाडि ल्याइन्छ। अनि मलाई अरू धेरै कुरा गर्नु त छैन। मैले यहाँ हेरेको है, कति धेरै कम्पनीले इन्टर्नसिपको लागि पनि दिइरहेको थियो। ट्याक्कै अहिले चाहिँ मैले भेटिनँ। इन्टर्नसिपको अप्लाई गर्नको लागि म तपाईँलाई यो लिस्ट पनि पठाइदिन्छु। अनि त्यसपछि तपाईँले आफै पनि अप्लाई गर्नु होला। मैले एक दुई ठाउँमा म कसरी अप्लाई गर्ने भनेर सिकाउँछु है। यहाँ न्यू ग्रेजुएट स्टुडेन्ट, न्यू ग्रेजुएट रिक्रुटमेन्ट भनेर छ।
इन्टर्नसिप एजुकेसन ल हेर्नु यहाँनिर यिनीहरूले इन्टर्नसिप दिँदो रहेछन् इन्टर्नसिपको लागि के छ त भनेर हेर्दा इभेन्ट पनि रहेछ मे 12 मा ल आज अप्रिल 26 हो म भिडियो बनाउँदै गर्दा तपाईलाई 4 यता 16 दिनको टाइम पनि छ प्रिपेयर गर्नको लागि इन्ट्री डेडलाइन पनि मतलब मे 12 मै सकिने हो हेर्नु त कस्तो मजा भएन त इन्टर्नसिप दिँदै रहेछ कम्पनीको बारेमा ब्रिफिङ नि छ तपाईलाई 27 मै ग्रेजुएट हुने 28 मै ग्रेजुएट हुने भए पनि कति धेरै चान्स छ तर त्यो चान्सको लागि पनि तपाईले युज त गर्नु पर्यो नि त भन्ने कुरा हो सो प्लिज गो थ्रु दिस मेक स्योर तपाईको अनि मैले एउटा स्किल्स बनाउनको लागि भनेर एउटा कोर्स पनि एउटा मसिन लर्निङको कोर्स र अब मसिन लर्निङको स्टुडेन्ट भएको भएर एक्सेलको डेटा एनालाइसिस लेभलको बेसिक्सदेखि डेटा एनालाइसिस लेभलसम्म लैजाने कोर्स पनि यो युट्युबमा राखौँ कि नेपाली ल्याङ्ग्वेजमा भन्ने सोचेको छु यदि तपाईँलाई यहाँसम्म सुन्नु भएको छ भने कस्तो लाग्छ प्लिज डु कमेन्ट है त एउटा स्किल्स बनाउनुको लागि अनि ग्राफिक्सको कस्तो लाग्छ तपाईँलाई ग्राफिक्स पनि बनाउन सक्छौँ हामीले तर यदि ल केही छ भने कुनै टपिक छ भने प्लिज कमेन्ट है म ट्राई गर्नेछु बनाउनको लागि एक्सेलको चाहिँ भिडियो आजदेखि नै आउँछ कि जस्तो लागिरह हेरौँ ल अल द भेरी बेस्ट गाइज आई होप तपाईँले सिबी बनाउनु हुनेछ यस्तै यस्तै अनि त्यसपछि अर्कोचोटि आज नै अर्को भिडियो आउँछ होला अथवा त्यसलाई सेभ गरेर राखेर हेर्नु होला बाई बाई सायनारा